डिजाइन योर डेस्टिनी, डिजाइन योर लाइफ। तपाईँले आफ्नो जीवनलाई कसरी जिउने र कसरी सञ्चालित गर्ने त्यसको लागि आफू तयार रहनुपर्दछ। यदि तपाईँले आफ्नो जीवनलाई आफ्नो डाइरेक्सनमा ढाल्नु भएन भने तपाईँको जीवनलाई अन्य व्यक्तिको गोलमा अथवा जीवनको लक्ष्यमा तपाईँलाई ढाल्नेछन्। तपाईँले चाहनुभयो भने आफ्नो जीवनमा रहेका विभिन्न नन युनिभर्सल ट्रुथ बिलिफ सिस्टमहरूलाई तोड्न सक्नुहुनेछ र जीवनमा ब्यारियरको रूपमा रहेका ती माइन्डमा तपाईँको ती नेगेटिभ थट्सहरू, नेगेटिभ बिलिफ्सहरू र मिराकल गर्न सक्ने, चमत्कारिक सफलता प्राप्त गर्न सक्ने एबन्डन्स सहितको अपर्च्युनिटीहरू, युनिभर्सल अबन्डन्सहरूलाई तपाईँले ग्र्याब गर्न सक्नुहुनेछ। ती लिमिट बिलिफ सिस्टम र गलत बिलिफ सिस्टम जुन तपाईँको जीवनमा एक दुईचोटि असफलता हुँदैमा म असफल भएँ, ममा क्षमता छैन, ममा केही गर्न सक्ने क्यापेसिटी छैन भन्ने जस्ता कुराहरू तपाईँले एउटा युनिभर्सल ट्रुथको रूपमा मानिरहनु भएको हुन्छ, तर त्यो वास्तवमा युनिभर्सल ट्रुथ हुँदैन। यदि तपाईँले गलत विचारहरू समाजले, परिवारले, व्यक्तिहरूले, साथीभाइहरूले, इन्भाइरोमेन्टहरूले तपाईँलाई गलत बिलिफ सिस्टमहरू र लिमिट बिलिफ सिस्टमहरूको ब्यारियरमा राखिरहेका छन् भने तपाईँले जुन माइन्डको लेभलमा त्यसलाई ब्रेक गर्नलाई एकदम कठिन भइरहेको हुन्छ र यसले गर्दा तपाईँलाई जीवनमा अगाडि बढ्नलाई रोकिरहेको छ। यदि तपाईँ जीवनमा अगाडि बढ्न चाहनुहुन्छ भने माइन्डको लेभलमा रहेको यी बिलिफ सिस्टमहरूलाई चाहिँ ब्रेक गर्नुहोस् र आफूलाई एउटा चमत्कारिक सफलताको बाटोमा अगाडि बढाउनुहोस्। तपाईँलाई मिराकल सफलता चाहनुहुन्छ भने हायर लेभलको भाइब्रेसन, हायर लेभलको फ्रिक्वेन्सी र हायर लेभलको तपाईँको इनर्जीमा तपाईँ अपग्रेड हुनुपर्दछ। तपाईँले आफ्नो इनर्जीलाई, भाइब्रेसनलाई र अगाडि बढाउन चाहनुहुन्छ भने थट्सको लेभलमा कसरी सोच्ने, कसरी विचारहरूलाई इमोसनल रूपमा तपाईँले कन्ट्रोल गर्ने र आफ्नो एक्सनहरूलाई कसरी चेन्ज गर्ने भन्ने कुराहरू अवेरनेस तपाईँमा हुनुपर्दछ र हरेक अब्स्ट्याकलहरू, थिङ्किङ प्याटर्नहरू, नेगेटिभ थट्सहरूलाई ब्रेक गर्नको लागि हजुरको माइन्ड प्याटर्नलाई पनि बेलामा ब्रेक गर्नुपर्ने हुन्छ। हिजो भइरहेको माइन्ड प्याटर्न, नेगेटिभ थट्सहरू, नेगेटिभ सोचहरूलाई चाहिँ सासको माध्यमबाट र शरीरलाई इनर्जाइज गरेर तपाईँले आफूलाई एक्सिलेन्स जोनमा माइन्डलाई राखेर ममा शक्ति छ, ममा पावर छ, ममा कन्फिडेन्स छ, ममा विल पावर छ, आई क्यान डु एनिथिङ भन्ने खालको एउटा सोच राख्न सक्नुहुनेछ र यसरी यो सोचहरू जोन अफ एक्सिलेन्समा बसेर तपाईँले दैनिक रूपमा आफूलाई कमान्ड दिनुभयो, माइन्डलाई रिड गराइरहनु भयो र माइन्डलाई अपडेट गराइरहनु भयो भने त्यो माइन्डले तपाईँको सर्च गर्न थाल्छ। माइन्डको न्युरो प्याटर्न चाहिँ पोजिटिभ थट्सहरू, पोजिटिभ विचारहरूलाई क्रिएट गर्ने र त्यसलाई एक्सपान्ड गर्ने कुरामा अगाडि बढ्छ र हजुरले जति ठुलो गोल अथवा लक्ष्य राख्नुहुन्छ त्यही किसिमको तपाईँको इनर्जी, भाइब्रेसन र फ्रिक्वेन्सीका लागि तपाईँ अपग्रेड र अपडेट हुनुपर्छ। तपाईँले म्युजिक सुनेर, पोजिटिभ थट्सहरू सुनेर, राम्रा बुकहरू पढेर, बायोग्राफीहरू पढेर, हायर सक्सेस पर्सनहरूसँग सङ्गत गरेर, कुराकानी गरेर, उहाँहरूको जीवनलाई अब्जर्भेसन गरेर तपाईँले ती कुराहरू इनर्जाइज गर्न सक्नुहुनेछ र जब तपाईँ हायर लेभलमा फ्रिक्वेन्सीमा तपाईँ अगाडि बढ्नुहुन्छ, लो फ्रिक्वेन्सीका पर्सनहरू, इन्भाइरोमेन्टहरू, सिचुएसनहरू तपाईँ ती कुराहरूबाट टाढा र माथि जानुहुनेछ र तपाईँलाई अरूले ठुलो भएको, समय नदिएको फिलहरू पनि गरिरहेका हुन्छन् र उनीहरूले तपाईँलाई विभिन्न किसिमका आरोपहरू पनि लाग्न सक्छ, तर त्यो तपाईँको त्यसमा तपाईँले कसले के भन्छ, समाजले के भन्छ भन्ने कुराहरूमा तपाईँ लाग्नु हुँदैन। तपाईँले आफ्नो फ्रिक्वेन्सीलाई अपग्रेड गराउनु भएको छ भने तपाईँ माथि गइरहनु भएको छ र त्यही किसिमको इनर्जीहरू, त्यही किसिमको सङ्गतहरू, त्यही किसिमको सर्कलहरू तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। यसर्थ तपाईँको इनर्जी, फ्रिक्वेन्सी र भाइब्रेसनलाई तपाईँ जति सक्दो पोजिटिभ राख्नुहोस् र रियाक्ट र एक्सनहरूमा पोजिटिभ ह्याबिटहरू, सकारात्मक बानीहरूबाट रिप्लेस गर्दै तपाईँले आफूलाई अपडेट गराउनु सक्नुहुनेछ र जुन माइन्डको प्याटर्नमा रहेका नेगेटिभ बिलिफ सिस्टमहरूलाई चाहिँ तोडेर, फोडेर, त्यसलाई हटाएर
आफूलाई दैनिक रूपमा युनिभर्सल ट्रुथलाई मात्रै सत्य मान्ने र नन युनिभर्सल ट्रुथ अथवा कुनै व्यक्तिको अथवा आफ्नो जीवनमा घटेका 2-4वटा घटनाका भरमा चाहिँ विश्वास गरेर आफूलाई एउटै मान्छेले धेरै काम गर्न सक्दैन, पैसा कमाउनु भने पाप हो, राम्रो तरिकाले पैसा कमाउन मानिसले सक्दैन, धनी व्यक्तिहरू पापी हुन्छन्, धनी व्यक्तिहरूले गलत क्रियाकलाप गरेर पैसा हुन्छन् हैन। हामीसँग त्यो रिसोर्स छैन भन्ने कुरो, यस्ता नेगेटिभ बिलिफ सिस्टम अथवा गलत युनिभर्सल ट्रुथहरूमा चाहिँ हामी विश्वास गरेर हामीले आफूलाई ब्याक बनाइरहेका हुन्छौँ र हामीले आफूलाई सफलताको बाटोमा ब्लकेज क्रिएट गरिरहेका हुन्छौँ। त्यसकारणले जीवनमा सफलता र सक्सेस प्राप्त गर्नु छ भने सबैभन्दा ठुलो कुरो माइन्डसेट हो। माइन्डसेटलाई चाहिँ एक्सपान्ड गर्नुहोस्, इनर्जाइज गर्नुहोस् र अपग्रेड राख्नुहोस्। यसले चाहिँ तपाईँलाई हरेक किसिमका पोजिटिभ र हायर सक्सेसका इनर्जीहरूलाई ग्र्याब गर्न, एट्र्याक्ट गर्नलाई मद्दत गर्नेछ। सबैभन्दा ठुलो कुरो फर्गिभनेस र एपोलोजाइज हो। तपाईँले माफी दिने, माफी लिने र आफूले आफूलाई चाहिँ पोजिटिभ इमेज, सेल्फ इमेज चाहिँ एकदम पोजिटिभ राखेर हाई कन्फिडेन्ट, करेज र सफल पर्सनालिटी हो भनेर आफूले आफूलाई बिलिभ गरेर त्यही अनुसारको इमोसनमा ढाल्न सक्नुभयो भने तपाईँले सफलता प्राप्त गर्न सक्नुहुनेछ। सफलता हजुरको प्याटर्न बन्नुपर्दछ र नेगेटिभ थट्स चाहिँ हजुरले डिलिट गर्नुपर्दछ। हजुरको जीवनमा सफलताको शुभकामना। ओम नमः शिवाय। जय शम्भु।